everyone, very good morning. Welcome back to my YouTube channel Sunda Sherpa Box. अनि आफ्टर लङ टाइम मैले आफ्टर लङ भन्दा पनि 3-4 दिन पछिको ग्याप पछि मैले आज भिडियो लिएर आएको। साथीहरु भिडियो बनाउनु पनि जाँगर पनि छैन, किनभने अब साथ सपोर्ट छैन, कहाँबाट जाँगर चल्ने त साथीहरु। अनि अल्छी लाग्दै भए पनि भिडियो स्टार्ट गर्दै छु। आई होप सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ। म पनि एकदम ठीक छु अनि व्यस्त छु, त्यही भएर पनि भिडियो ल्याउन पाइरा छैन। र व्यस्त भए पनि अरु बेला त म भिडियो जसो तसो गरिरा हुन्थे, तर पनि अब साथ सपोर्ट नभएपछि भिडियो बनाउनु जाँगर पनि चल्दैन रहेछ साथीहरु। अनि त्यही हो, सपोर्ट गरिदिनु होला, भिडियोलाई हेरिदिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि सब्स्क्राइब गरेर जोडिदिनु होला अनि हौसला बढाइदिनु होला भन्न चाहन्छु। भन्दै आजको भिडियोको सुरुवात भइसकेको छ एका बिहानै। अनि आजको मौसम चाहिँ एकदम धेरै सफा त हैन कि, आकाशमा त बादल छ, तर यस्तो म देखाइहाल्छु नि, त तल चाहिँ सफा देखिरहेछ नि त, कस्तो राम्रो देखिरहेछ भने। अनि एकदम राम्रो छ, गर्मी छैन, एकदम शीतल भइरहेछ। अनि यस्तो शीतल मौसममा भिडियो स्टार्ट गर्न जाँगर पनि चलो। अनि म चाहिँ यतिखेर घाँस काट्दै छु। अनि घाँस काट्दै छु हैन, घाँसको भारी पुराइसकेर चाहिँ भिडियो गर्दै छु। अनि त्यही हो साथीहरु। अनि यस्तो सुन्दर मौसममा, यस्तो सुन्दर दिनमा चाहिँ मलाई भिडियो गर्नु मन लाग्यो। अनि त्यही भएर आज चाहिँ भिडियो स्टार्ट गरेको। सबैजनाले माया गरिदिनु होला भन्दै आजको दिन के कस्तो हुन्छ त भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला। अहिले भरे भेट्छु है त साथीहरु। यस्तो मौसम, यस्तो राम्रो सुन्दर मौसममा मलाई भिडियो गर्नु चाहिँ जाँगर चल्यो हैन साथीहरु। तर पनि के गर्नु, भिडियो मात्र गरेर भएन, तपाईहरुले माया पनि देखाइदिनु पर्यो, सपोर्ट गरिदिनु पर्यो। अनि तपाईहरुलाई यसो वरिपरि घुमाएर मेरो ब्याकग्राउन्ड देखाइरा छु। सरररर कस्तो राम्रो देखा होला, खै कस्तो देखाछ थाहा छैन। अलिक राम्रो देखे छैन भने देखाइदिऊ। अनुहार नपरे पनि यसो ब्याकग्राउन्ड त राम्रै छ, तर क्यामेरा क्वालिटी एकदम क्युट छ के, त्यसले गर्दा राम्रो देखिन्छ कि देखिँदैन थाहा छैन। त्यही हो। अनि यता हाम्रो मकैबारी, आजभोलि त सबैतिर मकैबारीले हरियाली छाइरहेछ। मौसम त्यस्तै हरियाली साथीहरु। मैले यहाँदेखि देखिने दृश्यहरु तपाईहरुलाई देखाइदिसके। अनि यता मेरो घाँसको भारी पनि देखाइदिहाल्छु। अनि अब चाहिँ घरतिर लाग्छु साथीहरु। घरमा गएर चाहिँ तिउन बनाएर खानु पर्ने छ। भात सात अघि पकाइराखेको। अनि अब अरु दिउँसो के कस्तो हुन्छ त तपाईहरुलाई म भिडियोमा राख्ने छु हल्का हल्का। त्यस्तो धेरै भिडियो गर्नु नपाए पनि बिजी नै। अब असार साउनको मौसम छ साथीहरु, असार साउनको सिजन छ। कामले गर्दाखेरि भिडियो फोन यसो गर्नु नै पाइदैन। के गर्नु, ल साथीहरु हेर्दै गर्नु होला है त। ल साथीहरु, हाम्रो कोदोको बीज यति लामो भइसकेको छ है। यहाँनिर यही त मैले छरेको चाहिँ पातलो भएछ। यहाँ जुका हिँड्दै छ हौ, कहाँ गयो? ल यहाँ मेरो स्पेशल हँसिया हेर्नु त साथीहरु। मेरो हँसिया अस्ति हराएर, मैले नै हराएर अब जुका रहेछ के छिने। अनि मेरो हँसिया चाहिँ कहाँ हरायो भन्दा नि साथीहरु म भन्छु ल। म चाहिँ घाँस पनि पुर्याएर यतिकै अब डोकोसँग छोडिराखेर अनि घरतिर लागेको साथीहरु। अनि मेरो हँसियाको कहानी चाहिँ साथीहरु भनिहाल्छु ल। म चाहिँ बस्तु चराउँदा घाँस काट्नु भनेर हँसिया बोकेर आएको थिएँ कि। अनि त्यहाँदेखि हँसिया चाहिँ घाँस पनि काटेन, त्यतिकै बोकेर हिँडेँ। अनि त्यहाँदेखि घरमा फोनमा कुरा गर्दै हँसिया पनि बोकेर गएको थिएँ। भरे त टोइलेट पसेँ। टोइलेट पस्दाखेरि चाहिँ बाहिर चाहिँ यसो राखेको सम्झना चाहिँ पछाडि मात्रै आयो। त्यतिखेर त कहाँ आउँथ्यो र। राखेर अनि त्यहाँदेखि टोइलेट बसेर अनि निस्केर जाँदा चाहिँ त्यतिकै गएछु साथीहरु घरतिर। अनि भरे बेलुका त हँसिया खोज्दा त हैन, घरमै ल्याएको थिएँ भनेर सबै ठाउँ खोजे छैन। अनि त्यहाँदेखि बसेर सम्झे भरे अलिअलि मधुरो सपना हो कि विपना हो कि जस्तो याद आउँछ।
टोइलेट पसेको थिएँ अनि टोइलेटको बाहिर यसरी फालेको थिएँ अनि त्यहाँदेखि टिपेर ल्याइन जस्तो लागेर अनि हेर्नु जाँदा त छैन, कतै पनि छैन, पक्कै त्यहीँनिर रहेर कुन चाहिँ टिपेर लग्यो साथीहरू मेरो हँसिया। अनि मेरो बिजोग हेर्नु साथीहरू यस्तो बोकेर हिँड्नु पर्या छ, छिन्नु पनि छिन्दैन, के गर्नु अनि आफैले हराएको आफैले। अनि कसलाई के भन्नु। ओ फर्सी फर्सी मलाई देखेर नतर्सी। कान्छेहरू आयो उँधो, कान्छेहरू आयो आएन? स्कुल जाने कि नजाने? कतिमा पढ्छस्? के अरे? ल साथीहरू म चाहिँ घरमा आएर पनि यहाँ तरकारी टिपेर ल्याइसकेँ अनि यहाँ म केलाउँदैछु है। आज चाहिँ इस्कुसको मुन्टा टिपेको। धेरै दिन पछाडि भिडियो गर्दैछु साथीहरू, माया गरिदिनु होला। भिडियो बनाउनुको लागि हौसला चाहियो नि साथीहरू, त्यत्तिकै त भिडियो बनाउनु जाँगरै चल्दैन, के गर्नु र जिन्दगानीमा। यस्तो छ त साथीहरू मेरो त तरकारी केलाउने पारा नि। 8:30 भइसक्यो कतिखेर तिउन पकाएर। इस्कुसको मुन्टा चाहिँ यहाँनिर बाहिरको फ्याल्नु पर्दैन, यत्तिकै हो यसरी। फर्सीको चाहिँ फ्याल्नुपर्छ, यो फर्सीको पनि छ यहाँनिर। फर्सीको चाहिँ यसरी फ्याल्ने हो, यसरी निस्किन्छ। इस्कुसको चाहिँ निस्किँदैन। भिडियो मात्रै बनाएर हालेर भएन साथीहरू, हेर्ने मान्छे पनि चाहियो नि हैन। त्यत्तिकै भिडियो मात्रै हावातालमा बनाउँदै हाल्ने अनि हेर्ने मान्छे छैन कोही पनि, अनि कहाँबाट अनि मान्छेलाई जाँगर चल्छ त नि। ल हेर्नु न साथीहरू, हाम्रो गाउँको मौसम चाहिँ अहिले कस्तो भइरहेछ, केही देखिरहेको छैन हो। म चाहिँ देखेँ त कस्तो देखेको छ मलाई, यस्तो अँध्यारो भइरहेछ। अनि म चाहिँ बस्तुलाई घाँस हाल्नु जाँदैछु अहिले चाहिँ, खानासाना खाएर पनि। अनि बस्तु आज चाहिँ नखोल्ने अनि बाँधिराख्ने घाँस हालेर। अनि कोदोको बिउ उखाल्नु पर्ने छ साथीहरू, भोलि चाहिँ कोदो रोप्ने प्लानिङ भइरहेछ। अनि के कस्तो हुन्छ त अब, के अरे क्यारम हुँदै अब बस्तु खोल्ने कि बाँध्ने भनेर कन्फ्युजमा नै आज चाहिँ बस्तु नखोल्ने सल्लाह भयो साथीहरू। अनि बस्तु चाहिँ बाँधेरै घाँस हालेर राख्ने। पानी पर्यो भने भरे घाँस कसरी काटेर दिनु होला, टेन्सन छ नि फेरि त्यता पनि। अनि मौसम त हेर्नु न साथी कस्तो अँध्यारो भएको छ, यहीँ तलको चिजहरू देखिरहेको छैन। ल हेर्नु त। अनि पानी पर्यो भने त बिजोगै हुन्छ र भए पनि अब भोलि कोदो रोप्ने प्लानिङ भइसकेपछि बिउहरू रेडी गर्नुपर्छ साथीहरू। अनि त्यसले गर्दाखेरि चाहिँ मैले होइन, अब हामीले सल्लाह गऱ्यौँ बस्तु चाहिँ घाँस हालेर राखेर बिउ उखाल्ने भनेर। त्यही भएर म घाँस हाल्नु आइरहेको छु। बस्तुहरूको हालत पनि हेर्नु न साथीहरू कस्तो बिजोग भइरहेछ, न खोलेर चराउनु पनि टाइम नहुने, सबै हिलो बनाएर कति गाह्रो भइरहेको होला मान्छेलाई जस्तै त हो नि होइन उनीहरूलाई पनि। अनि यस्तो बस्ने ठाउँ नि हिलो छ, एकछिन खोल्ने भनेको फेरि होइन रे। अब के गर्नु त, घाँस अब अलिअलि यसो दिइराख्ने। बस्तुको पनि फेरि बेहोरै छैन कि, खोल्दा पनि फेरि अलि चकचक गर्छ कि बेसी, अनि
बरु त लु भनेर। साथीहरू यहाँ चाहिँ भर्खर हिजो दोहोरे लगाएको मकै बारी दर्याम हाम्रो ठुलो गरेर छ यहाँनिर। अनि हाम्रो यो तल्लोमा चाहिँ फेरि कोदो रोपिसक्यो। अनि म चाहिँ कोदोको बिउ उखाल्न आउँदैछु। यसपालि चाहिँ हाम्रो कोदोको बिउ चाहिँ राम्रो भएन। अनि यहाँ अरूकोमा यहाँ मागेर रोप्ने बेला भएको छ। अनि यहाँनिर उनीहरूले रोपेर सक्यो। अनि यहाँनिर उब्रेको बिउ चाहिँ यहाँ हामी उखाल्नु आएको। यहाँ कति रहेछ त म देखाइहाल्छु। यहाँनिर यति थोरै रहेछ, यहाँ पनि रहेछ, तर झारै रहेछ हो। यता माथि नै रहेछ, यहाँ नै रहेछ। हामीले साथीहरू बेहाल छ। नानी रोएर यहाँनिर केही कामै गर्नु दिएको छैन। अनि यहाँ बिउ हामी चाहिँ यसरी बाँध्छ साथीहरू। यो बिउले नै बटारेर आफ्नो ठाउँको अनुसार हुन्छ। अनि फेरि हेर्नु न बिउ कस्तो खालको छ। झारै मात्रै छ, झारै। हाम्रो चाहिँ होइन, हाम्रो चाहिँ माथि राखेको पनि मसिनो छोटो आएछ। अनि यहाँनिर नपुग्ला जस्तो भएर यहाँ अरूको यहाँ उब्रेको यहाँनिर उखेल्न आएको। हेर्नु त कति अल्छी लाग्दो छ। अनि साथीहरू नानी रुएर यहाँ मेरो बिउ कति उखाल्नु पनि धेरै सकेन। उही झार केलाउँदै उखाल्नु पर्ने। माथि नानीहरू कोरी छ साथीहरू। अहिले घाम टलक्क टल्केर यस्तो चर्को लागेर आउँछ। कहिले फेरि शीतल हुन्छ। यो मौसमको पनि भरै नहुने साथीहरू। घाम लागेपछि चाहिँ फेरि काँजुङ भइहाल्छ कि। खाजासाजा खाएर फेरि बेलुकाको लागि घाँस काट्नु हिँडेको साथीहरू। अब के गर्नु, ड्युटी नै यही छ। अहिले चाहिँ 4:30 भइसक्यो। कतिखेर घाँस काटेर हालेर आएर फेरि बेलुका घरको धन्दा गर्नुपर्छ। आज चाहिँ राम्रै रात पर्ने भयो। अरू बेला होइन, अब घर धन्दा गर्ने बेला भइसक्यो। कतिखेर हो अब परदेखि चाहिँ मस्त पानी आए जस्तो लाग्दैछ। अब ऊ माथि हेर्नु त कति कालो भएर आयो। यता परबाट पानी आउँदैछ। अब कतिखेर घाँस काटेर पुर्याउनु नि। ल साथीहरू, अब बेलुकाको घाँस पनि लाइयो, पानी नि पर्न आँटिसक्यो। म चाहिँ हतार घरतिर लागेको। अब घरमा गएर भान्सो गर्नुपर्छ साथीहरू। रात पर्नु आँट्यो। 1 घन्टाभन्दा बेसी नै लाग्यो मलाई एक भारी घाँस काट्नु। फोन हेर्नु थालेको एकछिन घाँसको भारी पुर्याएर अनि फोन हेर्नु थालेको त टाइम गएको थाहै भएन। पानी नपरेर एकछिन बसेको, पानी परेको भए त अघि घरमा पुग्नु पर्थ्यो। ल त साथीहरू, आजको भिडियो चाहिँ यस्तै भयो। खासै भिडियो गर्नु पाएन। जे जस्तो भए पनि छोटो भिडियो चाहिँ बनाएँ। आई होप सबैजनाले माया गरिदिनुहुन्छ। भिडियोलाई हेरिदिनु भएकोमा धन्यवाद। भोलि अर्को भिडियो, भोलि होइन, अब 1-2 दिन पछाडि भेटौँला। आयो हो मार्दैछ कि क्या हो? लड्छ बिस्तारै हो। नाटक। अयो मेरो खुट्टा दुख्यो। मलाई बोक्नु छिटो हिँड नानी, नाटक नगर्ने। लड्छ भनेको मान्दिन, नमान्न त छिटो हिँड। छिटो हिँड्न। कति राम्रो देखेको। आमा छिटो हिँड। छोड, म जान्छु नत्र। खै छोड न।